अगाडिको क्लिप त हेर्नुभयो नि होइन साथीहरू। यो कन्सल्टेन्सी यो वर्कसोल कन्सल्टेन्सीबाट ठगिनेहरू अथवा रिफन्ड नपाउनेहरू अझ झुलिरहेका साथी नेपाली साथीहरू कति हुनुहुन्छ मेरो सम्पर्कमा आइदिनु होला। मलाई केही कम्प्लेन परेको थियो यो कन्सल्टेन्सीको बारेमा, रिफन्ड मागेको रिफन्ड दिएन भन्ने डकुमेन्टहरू आएको छ एक दुईवटा, तर मलाई अझै धेरै साथीहरू चाहियो है। तपाईँहरू अझै धेरै यो कन्सल्टेन्सीबाट पीडित हुनुहुन्छ, यो वर्कसोल भन्ने जहाँ नेपाली चेलीहरू पनि काम गर्नुहुँदो रहेछ, नेपालीकै रहेछ होइन। मलाई इकोनोमिक डिपार्टमेन्टको डिटेल आएको थियो यो कम्पनीको बारेमा, एकजना नेपाली चेली पनि हुनुहुँदो रहेछ त्यहाँ म्यानेजर सिइओसम्म लगानी भएको, र एक दुईजना साथीहरू पीडित साथीहरू पनि मसँग आइपुग्नु भएको छ। मलाई अझै दुई तीनजना एक्स्ट्रा साथीहरू तीन चारजना अझै हुनुहुन्छ भने तपाईँहरू मेरो सम्पर्कमा आइदिनु होला। मेरो बायोमा इमेल छ, इमेलमा तपाईँका डकुमेन्टहरू तपाईँका कुराहरू चाहिँ राखिदिनु होला। इमेल मात्र नलेख्नु होला, त्यो इमेललाई भेरिफाई गर्ने इभिडेन्सहरू पनि राखिदिनु होला है। धेरै साथीहरूले चाहिँ कथा लेख्नुहुन्छ, तर मैले चाहिँ तीन चारवटा इमेलमा त्यो इभिडेन्सहरू माग्नुपर्छ क्या त्यो कथालाई प्रुफ गर्नलाई, अनि बल्ल फर्दर अगाडि बढ्न सजिलो हुन्छ। त्यही भएर तपाईँहरू को हुनुहुन्छ यो कन्सल्टेन्सीबाट पीडितहरू आउनु होला। र अर्को कुरा साथीहरू, धेरै साथीहरूले मलाई चाहिँ रोस्ट हान्नुहुन्छ, लाइक कमेन्ट सेयर फलोअरको लागि यो धेरै नाटक भयो, धेरै के अरे यसरी टिकटक बनायो भन्नुहुन्छ। हेर्नुहोस् म काममा छु, म श्रम गर्छु, कामबाट तपाईँहरूको लागि यो टिकटक बनाइरहेको छु है। त्यही मलाई त्यतिर मतलबै छैन, तर चाहिँ केही साथीहरूले मेरा शुभचिन्तक घरले युट्युब खोल्नुपर्छ भन्नुभएको छ, युट्युब त्यतातिर चाहिँ ध्यान छ। त्यही भएर अन्तिममा यो कन्सल्टेन्सीबाट ठगिनेहरू को हुनुहुन्छ, रिफन्ड नपाउनेहरू, झुलिनेहरू मेरो सम्पर्कमा आइदिनु होला। धन्यवाद।